हेलो हेलो गाइज नमस्ते सन्चै आरामै हुनुहुन्छ होला भन्ने पुरा विश्वास लिएको छु। यतिखेर म गोदावरीमा छु है। आज मेरो माझमा हुनुहुन्छ एकजना आगन्तुक दाइ हुनुहुन्छ। उहाँ यो जुन हाम्रो यो गोदावरीमा घुम्न आउनुभएको छ है। म उहाँसँग एउटा सानो भोलाको सारी गर्दैछु। अब उहाँ कहाँदेखि आउनुभएको छ है। म उहाँसँग हजुर नमस्ते। नमस्ते। के छ सन्चै आरामै हुनुहुन्छ होला? एकदम आराम छु। हजुरको के छ? एकदम ठिक छ। अनि कहाँबाट आउनुभयो हाम्रो यो गोदावरीमा? म हाल त बसाइ त बुटोल हो, मेरो घर दोलखा हो। अब काठमाडौँ आएको बेलामा अब एकचोटि गोदावरीको बारेमा धेरै नै सुनेको थिएँ मैले। गोदावरी चाहिँ अब एकदम घुम्नको लागि धेरै नै अब हाम्रो आन्तरिक पर्यटकहरूको चाहिँ एकदम भिडभाड हुन्छ, राम्रो ठाउँ छ घुम्नको लागि भन्ने सुनेर एकचोटि के कस्तो रहेछ एकचोटि। ठिक छ, तपाईँको यो भिडियो होइन अब धेरै टाढा टाढाबाट पनि हेरिराख्नु भएको छ। अनि यो क्यामेरामा कैद गरेको मान्छे को होला, उहाँको के नाम होला भनेर पनि धेरैजनाले जान्न इच्छुक हुनुहुन्छ होला। अनि हजुरको अब परिचय दिनु न। नमस्ते, मेरो नाम शिवजी भण्डारी। मेरो घर भन्नुपर्दा दोलखा हो। हाल मेरो बसाइ बुटोल। घुम्न आउने क्रममा आज म गोदावरीमा आइपुगेको छु। हजुरहरूको यो बोटानिकल गार्डनमा चाहिँ के कस्तो रहेछ अब हेरौँ न त। यहाँको रमणीय दृश्यहरू अब देखियो अलिअलि। घुम्न आउने क्रममा यहाँसम्म आइयो। ठिक छ शिवजी, हजुरलाई पनि भेट्न पाइयो। ठिक छ। अनि अब यो हाम्रो जुन यो गोदावरी गार्डन है, यो जुन यो वनस्पति उद्यान पनि हो है, यहाँ विभिन्न किसिमको फुलहरू पनि फुलिरहेको छ। हजुरलाई देखिराख्नु भएको छ। तपाईँलाई एकदम होइन आनन्द आउने होइन यस्तो राम्रो पक्ष है, एकदम राम्रो रहेछ भन्ने के लाग्यो यहाँको? यहाँको अब जुन यो गार्डन छ, हाम्रो यहाँ सुपारी फुल लगायत यहाँ राजावाला फुल के अब यो सबै नामहरू त मैले कण्ठ गर्न सक्दिनँ अहिलेलाई। जस्तो यहाँ अब हजुरको सुपारी फुलहरू भन्ने चाहिँ एकदमै प्रशस्त रहेछ। यहाँनिर एकदम फुल फुलेको, यहाँको हरियाली वातावरण पनि एकदमै स्वच्छ हावा जस्तो अब हेर्नको लागि घुम्नको लागि शीतल। यस्तो गर्मीमा पनि म त अब एकदम गर्मी ठाउँबाट आएको। बुटोल भनेको त यति बेला एकदमै गर्मी ठाउँ हो, तर यहाँनिर चाहिँ एकदम आनन्द, शीतल, चिसो मौसम, हरियाली, घुम्नको लागि पनि एकदमै बेग्लै खालको भाइब्स दिने ठाउँ। वरिपरि डाँडा काँडा हरियो, मासतिर हेर्दा कुहिरो लागेको देख्न सकिन्छ। यति बेला अहिले हाल अब म यति बेला तपाईँको 6 बजेको समयमा पनि घामको चाहिँ यहाँ घाम नै लागिरहेको देख्न सकिन्छ। घामको सूर्यको किरणहरू आइरहेको छ यो समयमा पनि। राम्रै लागिरहेछ। ठिक छ। अनि जुन अब घुमिहाल्नुभयो होइन, जुन हाम्रो यो गोदावरी गार्डन होइन, अझ यसलाई होइन हामीले अब यस्तो बनाउन पाएको भए झन् आकर्षण हुन्थ्यो होइन, झन् यहाँ घुम्ने मान्छेहरू एकदम आनन्द फिलले घुम्न पाउनुहुन्थ्यो भन्ने तपाईँलाई के लाग्छ? केही छ त त्यस्तो? मलाई चाहिँ यहाँ आएर यसो हेर्दाखेरि चाहिँ के लाग्यो भने अब अहिले भनेको हाम्रो माध्यम भनेको एकदमै सामाजिक सञ्जालको छ। सामाजिक सञ्जालमा पनि धेर जति हाम्रो अब जति पनि यहाँ आउने पर्यटकहरू चाहिँ अब रमाउनको लागि, टिकटकमा रमाउनको लागि, यस्तै गरी अब रिल भिडियोहरू बनाउनको लागि आउनुहुन्छ जस्तो लाग्छ। त्यसको लागि चाहिँ हाम्रो यहाँ पर्याप्त अलि नेट चाहिँ राम्रोसँग अब मोबाइल नेटवर्कले पनि अलि राम्रो काम नगरेको हो कि त्यसको लागि चाहिँ अब काहीँ कोअर्डिनेसन गरेर चाहिँ फ्री वाइफाई जोन गरिदिए पनि हुने, त्यो गरिदिएको भए अझ उत्तम हुन्थ्यो जस्तो लागिरहेछ मलाई। अनि अर्को कुरा भनेको हजुरको अब यहाँनिर आउँदाखेरि बस्ने गरी टेबल कुर्सीहरू अलि प्रशस्त देखिएन। यसमा पनि अलिअलि बढाइदिएर यतातिर अब टेबल कुर्सीहरू बस्नको लागि अनि यो गरिदिएको भए अझ राम्रो हुन्थ्यो। डस्टबिनहरू फोहोर अब आउने मान्छेले त केही खानेकुरा लिएर आएको हुन्छ, त्यो खान्छन् ओर्छन्, फाल्नको लागि अलि अव्यवस्थित फोहोर फालेको त खासै केही पनि देखेको छैन। सरसफाइ नै छ छन चाहिँ भए पनि अझ त्यसलाई पनि व्यवस्थित गरिदिन पाएको भए अझ राम्रो हुन्थ्यो कि। किनकि अब कसैले केटाकेटी आउँछन्, सफा गर्ने मान्छे भएकै भएर होला, सफा नै छ, फोहोर त छैन। त्यही पनि त्यसलाई पनि अलिकति व्यवस्थित गरिदिन पाएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो कि जस्तो लागिरहेछ मलाई यहाँ। ठिक छ शिवजी है। अब हामीले अब यो सकेसम्म होइन हजुरले अब यहाँ दिनुभएको होइन हजुरको होइन समस्याहरू जुन गुनासोहरू छ होइन, यसलाई हामीले अब समाधान गर्ने प्रयास गर्नेछौँ है। अब यो के छ भने हाम्रो यो बोटानिकल गार्डन, यो वनस्पति उद्यान विशेष गरी के छ भने अब यहाँ विभिन्न किसिमका फुलहरू पनि छ। धेरै टाढा टाढाबाट पनि आउनुहुन्छ घुम्नको लागि होइन। यो क्षेत्रमा आए पछाडि के हुन्छ भने यो फुलहरू टिप्ने होइन, यो फालिदिने धेरैको हुन्छ के। अब किन हुन्छ भने हामीले त्यो सङ्घर्ष गरेर यति राम्रो छ हजुरले पनि भनिहाल्नु भयो होइन, यो क्षेत्र एकदम राम्रो छ। तर के हुन्छ भने अब तपाईँ जस्तो मान्छे होइन, बुझ्ने मान्छेलाई ठिक छ
लाग्छ अब यो के भन्छ नि अब यो हामीले धेरै मेहनत गरेर बनायो होला भन्ने लाग्छ तर अरूले के गर्छ भने एकदमै परिश्रम अरूले के गर्छ भने किनकि अब यता झाडी हुन्थ्यो होला अब यो बेलामा पनि खासै मच्छरहरू पनि केही पनि छैन यदि यहाँ घाँसको झाडीहरू अलि अव्यवस्थित भइदिएको भए मच्छरहरू भुसुनाहरू एकदमै लाग्न पर्ने म त खासै अब यो हाफ टी सर्ट लगाएर आएको छु अहिलेसम्म केही टोक्नी ओर्नी केही पनि छैन किनकि यो सरसफाइकै कारण पनि हो त्यो हुनुमा चाहिँ मेन कुरा भनेको चाहिँ सरसफाइ यदि नभइदिएको भए यहाँ अलि अव्यवस्थित भइदिएको भए त तपाईँको यहाँ भुसुना लाग्ने मच्छर लाग्ने हुन्थ्यो होला यहाँ टोक्नी ओर्नी किराहरू आउँथ्यो होला नि त्यस्तो खासै अहिले अब केही पनि छैन अर्को कुरा हजुरलाई म के भन्न चाहन्छु भने होइन अब तपाईँले यो देख्नुभयो होइन यो बनाउन धेरै सङ्घर्ष दुःखता छँदैछ होइन हामीले गरेकै छौँ तर के भन्छ भने धेरै टाढा टाढा घुम्न आउने आगन्तुकहरूलाई होइन एउटा हजुरको एउटा सुझाव के भनिदिनु भनेमा यी फुलहरू यति राम्रो छ के तर आउनुहुन्छ तर फुल टिप्नुहुन्छ फालिदिनुहुन्छ होइन हाँगासाँगाहरू भाँचिदिनुहुन्छ होइन त्यो घुम्न आउने आगन्तुकहरूलाई होइन एउटा तपाईँको नै एउटा अनुरोध हुन्छ नि त मैले ठाउँ हेरेँ होइन अब यस्तो छ यस्तो अब यस्तो रहेछ यसलाई यो नगरिदिनु होला है भन्ने केही एउटा हुन्छ नि राम्रो सुझाव दिनु नि त यस्तो हो अब हामी आज आउँछौँ घुम्छौँ हामीले आज आएर अब यसलाई भाँचिदिने अब कुल्चिदिने गरेर हामीले यसलाई नोक्सान गरिदिउँ भने त भोलि आउनेले पनि त के देख्ने होइन हामी आफैले सभ्य नागरिकको परिचय हामी आफैले दिने हो अर्कोले के गर्यो भनेर हामीले त्यसलाई हेर्नुभन्दा पनि पहिले आफूले म के गर्दैछु भनेर आफूले आफूलाई एकचोटि महसुस गरेर समाजको लागि चाहिँ केही गर्न सक्छु कि मैले यो गरिदिइराख्दाखेरि चाहिँ यहाँको वातावरणलाई असर पर्छ कि मैले यो भाँचिराख्दाखेरि चाहिँ यहाँको मेहनतमा चाहिँ मैले केही गलत गरिरहेको छु कि आज मैले एउटा फुल टिपिदिँदा अर्कोले पनि मैले फुल टिपेको देखेर चाहिँ अर्कोले पनि फुल टिपिदिने हो कि भोलि यो जुन सौन्दर्य छ यो बगैँचाको त्यो सौन्दर्य चाहिँ हराउने हो कि भोलि यो गरिराख्दा भनेर सबभन्दा ठुलो कुरा त आफूले आफैलाई महसुस गर्न जरुरी छ हेर्नु अब हामीले अब भनेर त अब कसले मान्छन् र अहिलेको हाम्रो शिक्षित समाजमा आफूले नै बुझ्न जरुरी ठान्दछु मैले चाहिँ किनकि हामीले अवलोकन गरिराख्दाखेरि भोलि अरूले आएर पनि त्यो कुरा देखेर चाहिँ ओहो यहाँ त फुल पनि भाँचेको छैन यति सफा छ यहाँ त मैले फोहोर गरिराख्दाखेरि भोलि मलाई नै पो केही भनिहाल्ने हुन् कि भनेर आफूले आफैलाई लाज भित्रैदेखि लाज फिल होस् के त्यो भइसकेपछि यहाँको चाहिँ नराम्रो गर्न मन नलागोस् सबैजनाले चाहिँ आएर अवलोकन गर्नु टिकटक बनाउनु रमाइलो ठाउँ छ आउनुहोस् घुम्नु होइन तर फोहोर गर्ने फुल टिप्ने फुल भाँचिदिने भित्रतिर छिर्ने काम नगर्नु किनकि एकदमै व्यवस्थित छ जुन हामी हिँड्नको लागि अब यी बाटाहरू सबै ढुङ्गा बिछ्याएर बनाइदिनु भएको छ यही बाटोबाट हिँड्न पनि सकिन्छ हामीले किन गार्डनभित्र छिर्न पर्यो र बगैँचामा छिर्न पनि जरुरी पनि देखिनँ मैले त एकदमै अब फुलहरू यो छेउछेउको काटेर यति मेहनत गरेर यस्तो मजाले मिलाएर सबै यहाँनिर बसेर टिकटक बनाउन फोटो खिच्न भिडियो बनाउन एकदमै राम्रो देखेको छ यसैलाई नकाटिदिने हो भने पनि यसलाई फोहोर देखिन्थ्यो होला यो चाहिँ जताततै हाँगाहरू गइदिएर त्यति राम्रो देखिन्थेन होला यहाँनिर एकदमै राम्रो छ मास्तिरतिर हरियाली जङ्गल होइन आनन्द छ यहाँको वातावरण नै एकदमै बेग्लै छुट्टै भाइब्स आउने खालको छुट्टै महसुस हुने ठाउँ छ यहाँ आएर नराम्रो कसैले केही पनि नगरिदिनु होला आउनु घुम्नु यहाँको अवलोकन गर्नु यहाँको राम्रो राम्रो कुराहरू लिएर जानु यहाँबाट नराम्रो कसैले केही सिक्दा पनि नसिक्नु र नराम्रो पनि केही पनि नगर्नु भन्न चाहन्छु ल ठिक छ एकदम खुसी लाग्यो है उहाँले पनि भन्नुभयो म सानो एउटा के छ भने अब यो बोटानिकल गार्डन बिहान 9 बजे खुल्छ है गाइस अब कहाँबाट भिडियो हेर्नुभएको छ अनि बेलुकी 5 बजे बन्द हुनुहुन्छ आउनुहोस् हजुर रमाउनुहोस् होइन उहाँले पनि भनिहाल्नु भयो किनभने घुम्न आएको मान्छेको त यस्तो ज्ञान छ भनेपछि तपाईँहरूले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने अब के होस् भने अब यहाँका फुलहरू नटिप्दैनलाई किनभने हामीले सूचना बोर्डहरू जताकतै टाँगिरहेका छौँ यो क्षेत्रमा होइन अब यो फुल टिप्न हुँदैन यो गर्न हुँदैन त हामी सानो कक्षादेखिबाटै हामीले पढ्दै आएका हौँ तर के भन्छ भने हामीले मान्छेले अबुझ हुन्छौँ बुझ्दैनौँ होइन बुझेर पनि हामी के गर्छौँ त बुझ अनि त्यो भएको हिसाबले तपाईँ पनि यो क्षेत्रमा आउनुहोस् घुम्नुहोस् टिकटक बनाउनुहोस् एकदम रमाइलो गर्नुहोस् तर फुलहरू नटिप्दिनुहोस् होइन एउटा सभ्य नागरिक हुँ भनेर पहिचान दिलाउनुहोस् र आज एकदम खुसी लाग्यो बुटोल बस्ने मान्छे उहाँ दोलखाको अब सर होइन अब मेरो दाइ पनि भनौँ होइन अब यो क्षेत्रमा आउनुभयो घुम्नुभयो र यहाँको बारेमा मलाई एकदम राम्रो लाग्यो होइन भन्नुभयो ल ठिक छ एकदम खुसी लाग्यो धेरै धेरै धन्यवाद है मेरो अब सुझाव भनौँ कि के भनौँ अन्तिममा अब यहाँनिर चाहिँ हल्का अब यो मोबाइल नेटवर्कले काम नगर्ने भएको भएर थोरै यहाँ फ्री वाइफाई जोन चाहिँ घोषणा गरिदिने हो कि अब के कुन सरकार मातहत यहाँको छ त्यो त सबै मलाई जानकारी त छैन त्यो अब सरकारले पनि सुनोस् किनकि आज चाहिँ सामाजिक सञ्जालको दुनियाँ छ जसले पनि टिकटकहरू रिल्सहरू बनाउन खोजिरहेको हुन्छन् मोबाइल नेटवर्कले राम्ररी काम नगरिदिएपछि चाहिँ मान्छेहरूलाई अलिकति हुन्छ नि त अब कस्तो ठाउँमा आइएछ नेटवर्कले पनि राम्ररी काम गर्दो रहन्छ हेर्न चाहिँ यति राम्रो दृश्य छ तर मोबाइलले नै अहिले त किनकि हामी चाहिँ एकदम डिपेन्ड चाहिँ फोन मोबाइलमै भइसक्यौँ धेरैले चाहिँ टिकटक मात्रै रिल्सहरू यस्तैमा हामी बानी परिसक्यौँ
त्यसको लागि चाहिँ थोरै वाइफाई चाहिँ ठाउँ ठाउँमा राखिदिएर त्यो सुविधा पनि दिएर ठाउँ ठाउँमा बस्ने मेचहरू बनाइदिएर अनि फोहोर फाल्नको लागि 2-4वटा ठाउँमा चाहिँ डस्टबिनहरू अलिक पर्याप्त मात्रामा राखिदिएर यसलाई अझै सर्वोत्कृष्ट होस् भन्न चाहन्छु। ठिक छ, हस्त हुन्छ। धन्यवाद। हामीले यसलाई होइन एउटा सुधार्ने प्रयास गर्नेछौँ, सम्बन्धित निकायमा पनि हामी खबर गर्नेछौँ है अब यसको लागि। ठिक छ, राम्रो यो मेरो सानो सुझाव मात्रै हो, अन्यथा केही पनि नसोच्नु होला है। धन्यवाद, मेरो सानो सुझाव मात्रै हो, यहाँ देखेको यहाँ यति कुरा चाहिँ घुम्नु मैले भएकोमा भने। धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हस्।